सिंह राशि भएका व्यक्तिहरूमा सिंहको जस्तो विशेषता पाइन्छ। उनीहरू आकर्षक पनि देखिन्छन् र उनीहरू धेरै बोल्दैनन् र बोलेपछि अरूको बोल्ती बन्द हुन्छ। त्यस्तै गरेर उनीहरू प्रष्टवक्ता हुन्छन्, इमानदार, हेर्दा पनि निकै आकर्षक देखिन्छन् र समयअनुसार जोखिम उठाउन त सिंह राशिलाई नै आउँदछ। त्यस्तै गरेर कुशल प्रशासक, कुशल नेतृत्व र कुशल व्यवस्थापक उनीहरूको गुण हो। अनि उनीहरू थोरै स्रोत साधनमा पनि राजसी ठाँटले बाँच्दछन्, एकदम शानदार जीवन जिउँछन्। त्यस्तै गरेर आफ्नो निजी जीवनमा अरूको हस्तक्षेप रुचाउँदैनन् र उनीहरूलाई बन्धन मन पर्दैन, स्वतन्त्रता खोज्दछन्। जबसम्म आफ्नो लेभलको साथी भेट्दैनन् नि तबसम्म साथी पनि बनाउँदैनन्। जब साथी बनाउँछन् त उनीहरूले साथीलाई खुलेर सहयोग गर्दछन्, तर उनीहरूलाई पर्दाखेरि साथीले फेरि सहयोग गर्दैनन् है। अनि अर्को कुरा, उनीहरू अलिक छिटो रिसाउने पनि हुन्छन्। त्यसैले यदि सिंह राशि कोहीसँग रिसायो भनेदेखि यति मजाले बार गर्छन् नि, जोगिनु है सिंह राशिसँग। उनीहरूले दुश्मनी निभाउन त सिंह राशिले जान्दछ। त्यस्तै गरेर सिंह राशि भएका व्यक्तिहरूको चाहिँ अर्को कुरा, उनीहरू खान र घुम्नलाई चाहिँ धेरै शौकिन हुन्छ। यो चाहिँ सिंह राशिको विशेषता भयो। अरू पनि धेरै विशेषताहरू छन्, अब यो भिडियो बनाउँदा लामो हुन्छ होइन। अनि अब सिंह राशिको स्वास्थ्यको कुरा गर्दाखेरि चाहिँ उनीहरूलाई हड्डीको, छालाको, पेटको, मुटु सम्बन्धी रोगहरू लाग्छ अनि दुर्घटनाहरू पनि हुने गर्छ। बस्नुहोस् है, रोगहरूबाट आफू सन्तुलित आहारहरूबाट चाहिँ आफूलाई संरक्षण गर्नुहोस्। त्यस्तै गरेर वैवाहिक सम्बन्ध चाहिँ सिंह राशिको त्यति राम्रो मानिँदैन, त्यति सन्तुष्टिजनक चाहिँ हुँदैन। अनि अब केही उपायहरू पनि मैले भन्छु। उपायहरूमा चाहिँ सिंह राशिहरू अलिक धेरै घमण्डी भएको हुनाले घमण्ड नगर्नुहोस्। अनि समयसँग उहाँहरू कम्प्रोमाइज गर्न सक्नुहुन्न, त्यसैले समयसँग अनि आफ्नो मान्छेहरूसँग आफ्नो कुनै वास्तविक जीवनसँग कम्प्रोमाइज गर्न सिक्नुपर्छ है। त्यस्तै गरेर धेरै नरिसाउनुहोस्, आफ्नो क्रोधलाई शान्त गर्नुहोस्। अनि ओभर कन्फिडेन्स सिंह राशिमा हुन्छ, त्यो ओभर कन्फिडेन्स पनि धेरै नगर्नुहोस् र धेरै घमण्ड पनि नगर्नुहोस् है।